नमस्ते सबैजनालाई र म आज यहाँ हाम्रो पुर्खा हुनुहुन्छ 82 वर्षको र उहाँसँग म उहाँको जीवन कहानी र साथैमा मण्डल मरिहाल्यो जमिन छैन त्यहाँदेखि फेरि माइलामाहरू जेठामाहरू फेरि जुप्रे गाउँ गएर जुप्रे गाउँ भटेको 70 एकर जमिन फारा कसिङ खाएर बस्यो हामी 10 वर्ष कहानीहरू बताएर कथा मेरो छोराछोरी दुईटा चाहिँ ललाइमा आएर फेरि जाने म 13 वर्षमा 12 वर्ष 13 वर्षमा ललाइ आएको ललाइ 13 वर्षको हुँदाखेरि ललाइ आमाले बिहे गरेको उमेर आमाको बिहे गरेको उमेर थाहा छ आमाले कति वर्षमा बिहे गर्नुभएको थियो 12 वर्षमा बिहे गर्नुभएको थियो उहिलेको मान्छेहरूलाई अब 12 वर्षको अहिलेको 12 वर्ष भनेको त नानीहरू पर्ने भयो अब त्यो 12 वर्षको उमेरमा पनि तपाईहरुले चाहिँ त्यतिखेर दाउरा पानी घाँस घरको खानापिना परिवारलाई यताउता सबै थुप गर्नुहुन्थ्यो है गरेको भनेपछि अब मलाई त झन् 12 वर्षमा बिहे गरेर त्यो 12 जना जान साँच्चै तिमीले बिहे गर्दाखेरि होइन कसको घरमा को मर्दाखेरि हाम्रै घरको बुढो मान्छे बेहुला लिएर आउँदै भाउजू चाहिँ मरेको भाउजू चाहिँ मरेर बेहुला सिँगारेर लिन गएको बेहुलाको भाउजू होइन बेहुलीको भाउजू चाहिँ मरेको नि त बेहुलीको भाउजू मरिहाल्यो हो त्यस्तो भएर चाहिँ त्यस्तै फर्काएर होइन त्यसै फर्केर गएर त्यहाँदेखि गएर हाम्रो बाउको हो त्यस्तो त्यस्तो के भएको बिहे गरेको पहिले हाम्रो ठुली आमाको छोरी मागेको थियो हो बाउलाई मागेको बिहे पनि सिद्धो डाँडामा के सुम्बेकमा एक रात घरमा लौटेको त्यो डाँडामा बाजे बसेर आएको बेहुलीको चाहिँ भाउजू जेठी भाउजू मरे अनि त्यो कहानी त बिर्सेको छैन नि त अन्त त्यो मरेछ मरिकन गयो जन्ती गयो बेहुला सिँगारेर लग्यो एक रात घरमा लटेको डाँडामा बाज बसेर आएको फर्केको त्यहाँदेखि 7 दिन पछाडिको त्यही खर्चमा 7 दिन पछाडि यसलाई बिहे गरेको भनेपछि हाम्रो बाउको चाहिँ बिहे पहिलो बिहे चाहिँ बाजुको ठुली आमाको छोरी जेठी आमाको छोरी त्यस पछाडि उहाँ नभएर 7 दिनको दिनमा बिहे उतारेर उहाँ आमालाई बिहे गर्नुभएको आमा त्यतिखेर हुनुहुन्थ्यो 12 वर्षको उमेर है 12 वर्षको उमेरमा उहाँलाई बिहे गर्नु पर्यो घर बसार्नु पर्यो त्यस पछाडि कहानी त्यहाँदेखि सुरु भयो हामीको फागुनमा असारमा त मरिहाल्यो अनि कसले जाने त्यहाँदेखि फेरि लु जाउँ उता भनेर जेठामाहरू माइलामाहरू मचिया कहाँ गिल्बो गएर भेटाएर भटेले धानाबारी बोला पनि बसेँ भोरबला पनि बस्यो जम्मा ललाइमा चाहिँ म चाहिँ जग्गा पाइकन ललाइमा गएँ 20 वर्ष 21 वर्ष बसेँ 21 वर्ष भनेपछि त्यहाँदेखि पछाडि अहिले यहाँ अमेरिकामा यहाँ कति वर्ष भयो तपाईँहरू आउनुभएको हामीहरू आएको पनि 13 वर्ष लाग्यो होला हौ 13 वर्ष लाग्यो र यहाँको जीवन कस्तो छ अहिले कसरी चलिरहेको छ अहिले के भन्नु खानु लाउनु अब तर मन चाहिँ भोगेको उहीँ जमेको ठाउँमा भुटानमै छ है म त कहिले सपनामा यो ठाउँ बसेको देख्दिनँ उहीँ नै देख्छु आफ्नो जन्मस्थान भनेको जन्मस्थानै हो होइन क्याम्पमा पुगेको त्यो भनेको त अब विदेशको ठाउँमा पनि त अब खानु लाउनु सबै ठिक छ होइन एउटा आफ्नो जन्मभूमि पनि हुन्छ मान्छेलाई माटोको आफ्नो मान्नुपर्छ तर अब अगाडिको समय र अब यहाँको अहिले समय गर्दाखेरि अब यहीँ ठिक छ हामीलाई खानु लाउनुको लागि चाहिँ होइन हजुर तर आफ्नो देशको एउटा जन्मभूमि र सोच्नु कि त्यतिको पनि माया छ हामीलाई हजुर
गएर फर्कायो भने गरी खान सक्दैन है अगाडि सक्दैन हजुर यहाँ चाहिँ अलि एउटा पानी पर्छ यसो एउटा टुरिस्ट भएर घुमेर जाने ठाउँ मात्रै हो पैसा भाउजूले कहाँ गयो त? म त बस्न सक्दैन सक्दैन भटक गएर नेपाल गएर मर्छ भन्थ्यो। जीवनको धेरै लामो कहानीहरू नमस्ते गर्दैन गर्दै ल थ्याङ्क यू सबैजनालाई धेरै धेरै धन्यवाद यहाँलाई पनि र सबैलाई थ्याङ्क यू धन्यवाद।